के रहेछ भात अब कसरी बनाऊ मैले दुईटा क्रिम रोल ल्याएको छु यही खाऊ मलाई बजारदेखि ल्याएर आउनुपर्छ त भन्छ बजारदेखि ल्याउन भुलिहालेँ मैले त 600 रहेनछ उठ म केही खान्न हो उठ्न उठ खाऊ एउटा त खा एउटा म खान्छु तीनटा ल्याएको छु एउटा त भोलि बिहान खाला एउटा एउटा अहिले खाऊ ल उठ अलि उता ल खान मन छैन के गर्ने खान मन नभए पनि खा कसरी खानु पर्यो यति क्रिम रोल खाएर पानी खा अनि थोडा आराम मिल्छ ल मैले खान्न यति खान्छु भोलि बिहान खानलाई यहाँ राखिदिएछ हो भोलि बिहान खानु के गर्ने खान मन केही लाग्दैन खान मन भए त खाइहाल्छ नि अब पनि अब सुत्नु पर्यो बापरे गर्मी पनि कति हो यो पुरा पसिना पसिना भइसक्यो तँ पनि आराम गरेर जान्छ दिनभरको दौडा धुप यता उता खाली भौतारिएको मान्छे ओहो बिहानको 6 बजिसकेको रहेछ काममा जाने भनेको ढिला हुन्छ दाइ उठ अरे उज्यालो भइसक्यो रहेछ कान्छ उठ उज्यालो भइसक्यो टाउको साह्रै दुखेछ यार छाती पनि नराम्रोसँग मर्छु कि क्या हो त तँ बस आराम गर म अब काममा जान्छु तँ कहाँ काममा जान्छस् के गर्छस् भन्छ म जे गरे पनि गर्छु म काममा जान्छु क्रिम रोल छ यहाँ खानु दुईटा यही म काममा जान्छु अब ढिलो भइगयो जान्छस् भने जा त के गर्ने राम्रो विचार गर्नु आफ्नो काम गर्दाखेरि हात खुट्टा लाग्ला चोटपटक लाग्ला परदेशको ठाउँमा काम त गर्नु परिहाल्यो दाइ बिरामी छ दाइको लागि औषधि किन्नलाई पनि पैसा छैन आज काम गरेर साउसको पैसा मागेर औषधि लगेर दाइलाई दिनु पर्ला काम त छैन फेरि पनि गर्मी कति ल खाऊ भने पानी पनि छैन यहाँ पानी ल्याउनु पनि गर्नु पर्यो बाहिर जान पाए हुन्थ्यो कसरी उठ्ने होला कान्छो पनि गइहाल्यो काममा हे भगवान् कस्तो साह्रो दुख्यो छाती पनि दुखिरहेछ
भनेको सकिन्न उठेर चक्कर पनि आउँछ टाउको पनि दुखिरहेछ बरु यतै सुती गई क्या हो कामबाट आउँदा ढिला रहेछ ओहो भाइ ओ भाइ कान्छा तँ आएस आए तँ त आज पनि रात परेपछि पुगिस् त कान्छा तँ यति रात किन गर्छस् हौ ढिला भइगयो आज पनि काममा गएको छिटो छुट्टी दिएन सबैले काम गरिस् त अनि गरे काम के काम गरिस् के काम गर्ने उयो खन्ने काम थियो नाली बनाउनु थियो त्यही नाली बनाए तैँले अनि के खाना बनाएर खाइस् त नाइ के खाना बनाउनु दिनमा धौ धौ दिउँसो भान्सामा गएको थिएँ केही बनाऊ भनेर यसो हेरेको आगो पनि थिएन सला हिजै तैँले बोलेर आइस् अनि भान्सामा केही छैन कान्छा चामल पनि छैन पिठो पनि छैन दाल पनि छैन के बनाउँथे र केही छैन कहाँबाट बनाउँथेस् र अनि तैँले के काम गरिस् त नि आइस् कान्छा काजको काम गरेको पैसा दिए कि दिएन सबले दिन त दियो 100 रुपियाँ 12 घन्टा काम गरे 100 रुपियाँ दिएको थियो 50 रुपियाँ खाना खाएँ 10 टाका थोरै औषधि दिएको मलाई साह्रै दुःख पाएँ बिहान भन्दै थिएँ नजा कान्छा भनेर मानिन 12 घन्टा ड्युटी गरेर 100 रुपियाँ के गर्ने औषधि ल्याएस् त अनि खाली पेट खानु पर्यो एउटै होइन र यो फरक फरक हो फरक हो एउटा टाउको दुख्छ एउटा छाती दुख्छ दबाई खाने बित्तिकै चक्कर आएर जान्छ के भयो होला के भने खाना खाएन दबाई खाएपछि चक्कर त आउने भयो त कमजोरी भयो ल सुत आराम गर म दाजुभाइ सिरियलको दाजु पूर्णप्रसाद देवकोटा पूर्ण देवकोटा युट्युब च्यानलबाट प्रत्येक हप्ता बिहिबार र सोमबार प्रसारण हुनेछ यो सिरियल तपाईहरुलाई कस्तो लाग्यो हामीले पिन गरेको कमेन्टको तल कमेन्ट गर्न सक्नुहुनेछ साथै हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला ताकि आगामी दिनमा हामीले बनाएका सिरियलहरू तपाईहरुको माझमा हामीले हाल्न बित्तिकै आइपुग्नेछन् कृपया जोडिनु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला धन्यवाद